नमस्ते। कहिले सोच्नु भएको छ यदि कसैसँग अपार शक्ति छ तर मन चाहिँ एकदमै चञ्चल र चकचके छ भने के होला? हो, आज हामी यस्तै एउटा रमाइलो र सँगसँगै शिक्षा दिने कथा सुन्नेछौँ। यो कथा हो बाल हनुमानको र सूर्यलाई फल सम्झिएको त्यो प्रसिद्ध घटनाको। ल सुरु गरौँ है त। कथा सुरु भन्छ एउटा सानो बालकबाट, जो हेर्दा त बाँदर जस्ता देखिन्थे, तर उनी कुनै साधारण बाँदर थिएनन्। सोच्नुस् त, उनीभित्र अथाह बल, बिजुलीको जस्तो गति अनि अलिकति चकचके स्वभाव। कस्तो अनौठो मिश्रण! हो, उनको नाम थियो हनुमान। अब हनुमानको चकचकेपनको एउटा सानो झलक हेरौँ। यो घटना सुरु हुन्छ एउटा एकदमै सुन्दर घना जङ्गलको रमाइलो बिहानीबाट। कुरा एक बिहानको हो। हनुमान भर्खरै निद्राबाट उठेका थिए, तर उठ्ने बित्तिकै उनलाई लाग्यो एकदमै कडा भोक। उनको सानो पेट खाली भएर गुरुरु गुरुरु गर्न थाल्यो। लाग्थ्यो पेटले केही ठुलै चिज मागिरहेको छ। अनि उनको मनमा एउटै कुरा खिल्यो, ओहो कस्तो भोक लागेको, आज त सानोतिनो फलले हुँदैन, मलाई त एउटा एकदमै ठूलो रसिलो फल चाहिन्छ जसले मेरो पेट टन्न भरियोस्। यस्तै सोच्दै गर्दा उनको नजर अचानक आकाशतिर गयो, र त्यहाँ के थियो? बिहानको चम्किलो गोलो रातो पहेँलो सूर्य। अनि उनको बालसुलभ मनलाई त्यो सूर्य कस्तो देखियो थाहा छ? हो, ठ्याक्कै एउटा पाकेको रसिलो गुलियो फल जस्तै। अनि हनुमानको बाल मस्तिष्कले के सोच्यो होला? उनले त्यो चम्किलो सूर्यलाई सूर्य देखेनन्, देखे त केवल एउटा विशाल पाकेको गुलियो फल। उनी यति उत्साहित भए कि चिच्याए, वाह, कति ठूलो र मिठो फल, म त यसलाई अहिल्यै गएर खान्छु। त्यसपछि के भयो होला? अब कथाले एकदमै रोमाञ्चक मोड लिन्छ। सुरु हुन्छ आकाशमा लगाइएको त्यो ठूलो छलाङ। त्यो फल खाने धुनमा हनुमानले एक सेकेन्ड पनि सोचेनन्। आफ्नो सारा शक्ति लगाएर जमिनबाट यस्तो जोडले उफ्रिए कि उनी सिधै आकाशतिर बिजुलीको गतिमा उड्न थाले। सोच्नुस् त, उनी बादलहरूलाई छिछोल्दै माथि, अझै माथि र त्योभन्दा पनि माथि उड्दै गए। उनको त्यो गति र शक्ति देखेर साँच्चै सबै चकित थिए। अब स्वर्गमा बसेका देवताहरूले यो अचम्मको दृश्य देखे। सुरुमा त उनीहरू पनि छक्क परे। एउटा सानो बालक यस्तो तीव्र गतिमा सिधै सूर्यतिर आइरहेको छ। तर उनीहरूको त्यो आश्चर्य बिस्तारै बिस्तारै चिन्तामा बदलिन थाल्यो। किनभने उनीहरूलाई थाहा थियो यो कुनै खेल होइन। उनीहरूले आपसमा भन्न थाले, हे भगवान, यदि यो बालकले साँच्चै सूर्यलाई निल्दियो भने त सारा संसारमा अन्धकार छाउनेछ। केही त गर्नै पर्छ। संसारलाई अन्धकारबाट बचाउनु नै थियो। त्यसैले देवराज इन्द्रले एउटा साह्रै कठिन निर्णय लिनु पर्यो। उनले हनुमानलाई रोक्नको लागि आफ्नो सबैभन्दा शक्तिशाली हतियार वज्र चलाउने निधो गरे। अनि धडाम, त्यो शक्तिशाली वज्रले हनुमानलाई लाग्यो र उनी घाइते भएर आकाशबाट सिधै तल पृथ्वीतिर खस्न थाले। तर कथा यहाँ सकिँदैन। अब कथाले अर्कै मोड लिन्छ। इन्द्रको यो कदमले निम्त्यायो पवनदेवको क्रोध। आफ्नो निर्दोष छोरालाई त्यसरी घाइते भएर आकाशबाट खसेको देख्दा हनुमानका पिता वायुका देवता पवनदेव रिसले चूर भए। उनको मनमा क्रोधको आगो दन्कियो। अनि आफ्नो छोरामाथिको अन्याय सहन नसकेर उनले आफ्नो सारा शक्ति प्रयोग गरेर पृथ्वीबाट सम्पूर्ण हावा नै रोकिदिए। सोच्नुस् त, एकैछिनमा सारा संसारमा सास फेर्न गाह्रो भयो। मानिस, जनावर सबै छटपटाउन थाले। यो अवस्था देखेर बल्ल देवताहरूको होस खुल्यो। उनीहरूले बुझे हतारमा कति ठूलो गल्ती भएछ। त्यसपछि सबै देवताहरू पवनदेव कहाँ पुगे र हात जोडेर माफी मागे। उनीहरूले भने, कृपया हामीलाई क्षमा गर्नुहोस्, हामीले चिन्न सकेनौं। तपाईका पुत्र हनुमान त साँच्चै एक विशेष बालक रहेछन्। अब कथाको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण भागमा प्रवेश गरौं, जहाँ गल्तीहरू सुधार्नको लागि वरदान दिइन्छ र एउटा ठूलो पाठ पनि सिकिन्छ। आफ्नो गल्ती सुधार्न र पवनदेवलाई शान्त पार्न सबै देवताहरूले मिलेर हनुमानलाई फेरि जीवित पारे। यति मात्र होइन, उनीहरूले आफ्नो शक्तिबाट हनुमानलाई वरदान दिए। जस्तै कसैले दिए अपार शारीरिक बल, कसैले दिए आकाशमा उड्ने शक्ति। अनि उनले पाए तीक्ष्ण बुद्धि, ज्ञान र कहिले नडगमगाउने साहस पनि। तर शक्ति दिनु मात्र ठूलो कुरा थिएन। उनीहरूले एउटा ठूलो जिम्मेवारी पनि दिए। उनीहरूले सम्झाए,
हे हनुमान, एउटा कुरा सधैँ याद राख्नु, यो अद्भुत शक्तिको प्रयोग सधैँ राम्रो कामको लागि र अरूको मद्दत गर्नको लागि मात्र गर्नु है। यो सुनेर हनुमान मुस्कुराए र सबै देवताहरूलाई वचन दिए। उनले भने, म वचन दिन्छु, म सधैँ राम्रो काम गर्नेछु र सबैलाई मद्दत गर्नेछु। त्यसो भए यो कथाबाट हामीले के सिक्न सक्छौं त? यसको सार एकदमै सरल तर गहिरो छ। त्यो के हो भने, शक्ति हुनु मात्रै सबै थोक होइन, चाहे त्यो शरीरको बल होस्, दिमागको बुद्धि होस् वा कुनै पदको शक्ति। सबैभन्दा महत्त्वपूर्ण कुरा त त्यो शक्तिलाई सही ठाउँमा सही नियतले प्रयोग गर्नु हो। यो कथाले हामीलाई सधैँ आफ्नो क्षमताको सही प्रयोग गर्न प्रेरित गर्छ।